but I'm just too afraid that I'll be wrong. Out of the fortune, now I can't get you out of my brain. Oh, it's such a shame, but we रातभरि पानी परेर भनेर आज शनिबार भएर होला खाली खाली नै छ है। चराहरू लाइन लगाएर बसे ह्यान्ड मजाले। अब त ठ्याक्कै छिउ खेतमा। वाउ, कस्तो राम्रो देखियो है यार। यहाँको भ्यू देख्न सक्नुहुन्छ साथीहरू, के दामी देखियो है यार। Oh my god, looking like a wow. पार्किङ गर्ने ठाउँमा आइपुग्यौँ। मेरो हस्बेन्ड चाहिँ पार्किङ गर्न जानुभयो। भाइ यता आउनु, सहेको लिनु सहेको भाइ। हेलो 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 हेलो, के हो यार, एनिभर्सरीको दिन मन्दिर आएको रे। हेलो हेलो नानी, बाल्दिन आज डह्रो हँसाएको होइन। एउटा दाइले होइन ह्यान्डसम फोटो खिच्नु भनेको होइन। ह्यान्डसमले म जस्तो ह्यान्डसमले फोटो खिच्यो भने क्यामेरा बिग्रिन्छ अरे। कुन एङ्गलबाट ह्यान्डसम लाग्यो होला। लाइनमा अब ठोक्क लाएर लाइनमा बस्ने हो होइन त। लाइन धेरै सातो गयो होइन। लाइन 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 पनि सर्दै सर्दैन त। अब कहिले आउँछ हो पालो। यता चाहिँ होइन मान्छे बोल्ने ठाउँ पनि रहेछ कि। पालो चाहिँ आउला जस्तो लागेन। 1-1.5 घन्टा लाइन बसिसक्यो, अझै पालो आएन बा। हेलो हेलो। हामीले चाहिँ फाइनली पूजा पनि गरेर भ्यायौँ। अब चाहिँ घरतिर लाग्छौँ होइन त। एनिभर्सरीमा, हाम्रो सेकेन्ड एनिभर्सरीमा दक्षकाली मन्दिर आएर पूजा गरियो। पसिना आइरह्यो आमा। दक्षकाली माता खिच्यो। अब चाहिँ हामी माथिको मन्दिर जाँदैछौँ। तलको मन्दिर पूजा गरी भ्याएर अलिकति हिँड्नु छ, स्यास्या भइसक्यो।
लास्ट थाक्यो अलिकति हिँड्नु साह्रै छ गर्मी यतातिर चाहिँ खुवा चाहिँ दामी दामी पाउँदो रहेछ जस्तो हो बुढो गयो थकै लाग्यो तपाईँ मलाई बोकेर लैजानु त नेपाल आर्मी भएको के काम बुढीलाई बोकेर लान सक्दैन यति उकालो आइपुग्यो फाइनली त्यहाँ उता चाहिँ दक्षिण मनोकामना मन्दिर रे हामी चाहिँ यता बोल्न नि सकेन थके लागेकै छ मेरो बुढी चाहिँ अगाडि टिम टिम पल्टेर गयो यहाँ 10 बजे हाजिरमा पुग्ने अरे यहाँ 9:30 भइसक्यो मन्दिर आइपुग्यौँ फर्फिङको डाँडा यस्तो छ गाइज बिचरा पसिनै पसिना हामी चाहिँ अब खाजासाजा खाएर पनि निस्किसकेँ मलाई निस्किन लाग्यो मेरो बुढोलाई चाहिँ ढिलो भइसक्यो काममा जानलाई अब चाहिँ हामी सरासर जान्छौँ कतै नर्मल्ली म तराई भयो चाहिँ तिमीलाई अब त्यहाँ ल जोडा Happy anniversary to you, दाइ भाउजू 2 years cross ल अघिको ओइ ताली पड्का Happy anniversary to you, दाइ भाउजू एउटा ढोका अब वर्ष के भन्दै हुनुहुन्थ्यो नि अर्को वर्ष 7 जुनीसम्म मिलिजुली बस्नु बहिनी तिमीले 2-4 वटा टिकटक हेरेनछौ मेरो लागि मेरो बुढीले के अरे व्रत बसेर केला भन्दै 7 जुनीसँग सँगै बस्नु पाऊँ भनेर भन्थ्यो रे त्यो भन्दै थियो त्यसले अनि 1 जुनी त जसो तसो कटाउनु 7 जुनी 6 जुनी के गरौँ भनेर भन्थ्यो त्यस्तै